साथीहरू वेलकम अनदर भ्लग है। अब हामी चाहिँ आज जाँदैछौँ, हाम्रो 4-5 जना 8 जनाको ग्रुप छ। त्यति बेला हामी जाँदैछौँ एकै ठाउँ रे लेले है, लेले भनौँ न हामीलाई। लेले भन्ने ठाउँ, त्यहाँनिर हाम्रो नाइट स्टे साथीहरूसँग। पोहोर पनि हामी यस्तै यस्तै बेला गएको थियो, त्यो न्यु इयरको बेला थियो। यसपालि डिसेम्बर अब कति भयो, आज 13-14 भयो क्या। अनि एकदम अब रमाइलो हुनेछ यो पल है। बाइकहरू यता हुनुहुन्छ, साथीहरू पनि यता हुनुहुन्छ, यी सबैजना। अब हामी जाँदैछौँ है। अब हेर्नु होला बाटोमा। अब केही क्षणपछि हाम्रो चाहिँ यात्रा प्रारम्भ हुँदैछ। लगभग हामी चाहिँ बाटो आधी बाटोसम्म आइपुगिसकेका छौँ। अब लगभग हामी 1 देखि आधी घन्टा, के अरे 1 देखि 45 देखि 1 घन्टाभित्र हामी डेस्टिनेसनमा पुग्छौँ। अहिले रम्का गरेर आएको, हामी इमर्जेन्सीमा आएको थियौँ। अब साथीहरू यस्तो हो, अब म चाहिँ पछाडि बस्ने। अब निखिल उसले चलाउँछ बाइक, म चाहिँ पछाडिबाट यसो भिडियो सिडियो यताउता हजुरहरूलाई देखाउनु पऱ्यो नि त, हामीले कस्तो गऱ्यौँ, कसरी रमाइलो हुन्छ भनेर। अनि त्यो खिच्नलाई म पछाडि बसेर खिच्छु। अब हेर्दै गरौँ गाइज है। ल हेरौँ साथीहरू, यति बेला हामी गोदावरी बस पार्क आइपुग्न लाग्यौँ है। गोदावरी के हो यो? गोदावरी गाउँपालिका पर्दो रहेछ 10। गोदावरी नै छ होइन, गोदावरी गाउँपालिका होला यो, नगरपालिका हो। पेट्रोल हाल्न पाइएन गाइजहरू, पेट्रोल हाल्न पाइएन। पेट्रोल कता हाल्ने हो थाहा छैन। पेट्रोल पम्प नदेखिपछि गाह्रो पर्छ। अब पेट्रोल पम्प भन्नु पर्ने हो, पाइएन के गर्नु भन्दाखेरि बाटोमा मार्नु पर्छ। साइकल भयो तल जाम परिन्छ भने, जाममा पऱ्यो भनेर हाल्दैन त्यहाँनिर, अहिले पेट्रोल पाएन। साइकल भयो त नि पेट्रोल पम्प आइसकेको छ है। बज्रबाट आइपुग्यो, ठाउँमा आइपुग्यो, ठाउँमै आइपुग्यो। पेट्रोल हाल्नुपर्छ अब है, के छ र। भइरहेको छ। साथीहरू हामीले चाहिँ अब मासतिर बजार नपाउने भएर तलै खानपिन गर्ने यसो सामानहरू किन्यौँ। अनि अहिले हामी हिँड्दैछौँ। बाटो चाहिँ यस्तो छ, बाटो अलिक चिप्लो चिप्लो छ, बिस्तारै चल्नुपर्छ हामी। अरू भने त्यस्तै छ साथीहरू है। एकदमै हाम्रो चाहिँ बाटो अर्को आइएछ। अनि यो बाटो नि पुग्छ अरे, एकदम रमाइलो रमणीय। अनि यो एकदमै चाहिँ एडभेन्चर टाइपको बाटो छ यो। अगाडि तिर्केर नभए पछाडि निक्लेर म पुग्दैछौँ। बाइकको साउन्ड मात्रै सुनिरहेछ होला, के गर्नु, यस्तै छ। अब हामी माथि बाटोमा भेटेपछि साथीहरूलाई भेट्छौँ। अनि हामी साथीहरू बाटो रमाइलो रमाइलो छ, ठिक छ है। बाटोमा लड्यो गाइजहरू, आफ्नो यस्तो तनाव भयो है, के गर्ने अब। ल्याम्मै लड्यो, गर्नु के अब। बिस्तारै है, ठ्याक्क अब स्टार्ट चाहिँ अफ गरिहाल्यो, क्लच छोड्दै है। पछाडि सामान नचढिकन म फस्यो यहाँनिर। एकदमै चिप्लो भएर सिट वाला बाटो रहेछ। अब हामी सबैजना बाइकबाट निकाल्छौँ। बाइकबाट हामी जाँदैछ, हाम्रो बाटो अत्यन्त चिप्लो भएर हो। खासमा चाहिँ मान्छे चिप्लो बाटो छ।
गतिलो रोड छोडेर छोडेर क्लास अगाडि छोड्दै केटाहरू साइकल भयो कि म चलाउँ त निखिले अगाडि बढाइराख खत्तम छ भन्दै थियो पाडेल त बाटो गो कस्तो पार्यो मायाले झोकामा भोटे ताल्छ मायाको ढोकामा चौतारी हो भन् निष्ठुरी मायाको पापी रहेछ तिमीलाई भेट्न आइरहेको साथी टागा ढोगेमा निष्ठुरी मायाको पापी रहेछ छोडेर हिँड्न लागिसक्यो ल है हामी चाहिँ अब यहाँ बस्नु नाच गान भयो अनि अब हामी लाग्यौँ साथीहरू लाग्यौँ कुनै कुरा त खै यता बाटो रहन्छ अनि फर्किनु पर्यो हामी के गर्नु बाई 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 होइन क्लच छोड्न नि मिलेन के गर्ने क्लच समाइरहेको छु चिप्ल्यो क्या त्यहाँ जम्मै पछाडि पाएर
अफ गाउँमा आइपुग्यो है। पुरै करेसा बारी हिँड्दैछौँ हामी। कुकुरलाई सोध्दैन अगाडि होइन त ओहो डेन्जर रहेछ यार। झर्ने हो क्या, म त झर्छु। ओहो डेन्जर छ यार बाटो। ओ निखिल बाटो डेन्जर छ है। यहीँ रहेछ हेत्तेरिका ल वी आर कमिङ गाइड्स है। यति बेला हामी 17 झ्यालमा आइपुग्यौँ। 17 झ्यालमा हामी त हिँड्दै जान्छौँ ल। हामी हिँड्दै जान्छौँ ल साथीहरू। जाउँ ल बिस्तारै नमारै जाउँ ल। ल ल ल आएको झ्याले को होला नि यो घरको पालो घर त छाउनीमा। साथीहरू हामीले बाइक चाहिँ यहाँ राख्ने निर्णय गरेर फाइनली कस्तो भइरहेछ नहल्लिनुहोस् यसरी। बाइकले हल्लाएको होला धङधङाएको होला। अब के गर्नु बस्नु पर्यो। आयुषजी बताइदिनुहोस् कस्तो भइरहेको। एकदम एडभेन्चर केटाहरू लड्दै पढ्दै हामी चाहिँ आयौँ धुलो खाँदै। यहाँ चाहिँ एकदम रैथाने स्टाइलको यहाँ छ। कस्तो भइरहेको पाहाडै भन् त के भन्ने अब एकदम राम्रो तेरो मित हेर त मेरो मित हो यो। ल कस्तो भइरहेछ। हामी आयौँ हामीले वेलकम चाहिँ यो रुखले गर्छ यहाँबाट। वेलकम चाहिँ हामीलाई यो रुखले गर्यो। टिपिकल नेपाली होइन, टिपिकल हाम्रो गाउँको भाइब्स आउने ठाउँ। यति राम्रो ठाउँ हामीलाई लिएर आउनुहुने हाम्रा प्रिय मित्र निखिल सुवेडीजी हुनुहुन्छ। जस्तो नाक हेर्नुहोस् त उहाँको नाक हेर्नुहोस् त कस्तो भइरहेको छ साथीहरू। अनि पाण्डु भनिदिनुहोस् एकदम के भन्ने म त के भन्नै सकिरहेको शब्द नहेरौँ त्यता। अनि के छ तपाईँको हालखबर? ठिक छ एकदमै एकजनामा छ त कहाँ हो अनि? ए म यतै थिएँ सुन्नुहोस् त, यहाँ? होला। सुदर्शनपुरमा एकदम राम्रो खेती हुन्थ्यो यो ट्राउट माछा पालन है। एकदमै राम्रो माछा हेर्नु है। माछा पनि मिठो खानुभयो हजुरले है। कस्तो सिपमा के माथि यहाँ हेर ए त्यो पो मजा आउँछ नि। हेर्नुहोस् त कि माछा पालनको यस्तो हुँदो रहेछ साथीहरू। एकदमै ठाउँमा आइपुग्यो रमाइलो भइरहेको। पावन जय सीताराम ललित पावन सीताराम हरे राम हरे राम राम हरे 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 राम हरे राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम 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 हरे 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 कृष्ण हरे राम 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 हरे 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 कृष्ण 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 हरे 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 राम राम कृष्ण हरे हरे। ल साथीहरू यति बेला हामी भजन सजन गाईहरू अब हामी खाजा खाएर यतिखेर तल गीत सित भजन सजन नाचगान सबै भएर एकदम रमाइलो गरेर अनि यस्तो रमाइलो ठाउँ छ। अब यो बत्तीवालाको चाहिँ छुट्टै माहौल भन्छ यस्तो दामी ठाउँमा है। ए खाजा आयो खाजा आयो खाजा आयो। यो गुन्द्रुकको अचार मकै फुलौरा मकै यसरी खाने गुन्द्रुकको अचार चाहिँ सप्राप सप्राप यसो निकाल्ने सबैलाई देखाउने।
आए एकादशी बजारैमा घटिरहेछ कर्म मेरो घटिरहेछ मागी खानु पर्यो कर्म मेरो घटिरहेछ झिमझिम पानी कान्छी नानी झिमझिम पानी कान्छी नानी बिजो पैसालो मारेला पोखरामा मेरो दिल छ पोखरामा म बिना कसैलाई मुस्किल छ पोखरामा हाँस्दा सँगै हाँसिदिन्थे रुदा सुपुसिदिन्थे हाँस्दा सँगै हाँसिदिन्थे रुदा सुपुसिदिन्थे फेवा ताल्छै आज फेवा ताल्छै आज म बिना कसैलाई मुस्किल छ नाइट साथीहरू यहाँबाट एकदमै नाइटको भ्यू चाहिँ यहाँनिरको एकदमै कस्तो दामी देखेँ कि एकदमै साथीहरू एकदम रमाइलो गरिरहेछन् एकदमै रमाइलो भइरह खाजासाजा खायो अनि गीत गाएर मजाले बस्यो के छ साथीहरू राम्रो छ पाण्डु हजुर हजुर गुरु के छ एकदम ठिक छ कस्तो भइरहेको छ रमाइलो कस्तो हुनु रमाइलो तरिकाले चाहिँ हामीले हाम्रो समयहरूलाई चाहिँ नि राम्रो तरिकाले चाहिँ नि एउटा क्वालिटी टाइम हुन्छ कि हो अब त्यसलाई के फाट्ने के भन्छ मलाई थाहा भएन नि एकदम राम्रो छ खुसी लागिरहेको छ मन एकदम चाहिँ नाचिरहेको छ ज्यान पनि नाचिरहेको छ खुट्टा नाचिरहेको छ होइन अब सुदर्शनलाई सोधा बाँडी हजुर के भइरहेछ रमाइलो भइरहेछ आज धेरै रमाइलो भयो यात्रा पनि राम्रै हुँदैछ यस्तै अब झन् रमाइलो हुँदै बाँकी छ आगो सागो तापेर होइन जाडो छ है अब ज्यान तताउनु पर्छ कन्यादानको बखतमा सतीको हात लिन्छु भनेर त्यसपछि कन्यादानको सङ्कल्प गर्न थाले हरिओम तत्सत हरिओम तत्सत हरिओम तत्सत कन्यादान गर्दै जाँदाखेरि लौ त अब दिनु पर्यो भनेर दानम अहम करिसे भन्दाखेरि नारायण विष्णुले छल गरे विष्णुले छल गरे विष्णुले छल गरे हरे राम विष्णुले छल गरे आफूलाई भनी मागेको त्यसै बेला विष्णुले छल गरे आफूलाई भनी मागेको पानी विष्णुलाई छल गरे आफूलाई बानी विष्णुको बानी विष्णुलाई छल गरे नारायण हरे हरे आफूलाई भनेर मागेको गुड मर्निङ साथीहरू है सबैजनालाई हिजो बेलुकाको यस्तो रमाइलो पल यति रमाइलो गऱ्यौँ हामीले गाउँदै नाच्दै खाँदै ओर्दै अनि अब यति बेला हामी उठेर अब तल ब्रेकफास्ट गर्न हामी अगाडि जान लागेका छौँ अनि एकछिन मादल नबजाइदिनुहोस् न डिस्टर्ब हो अनि यता हामी साथीहरू छन् कोही के गर्दैछन् कोही के गर्दै यहाँ रातारात करोडपति भइसके यहाँ दुईजना सेयर मार्केटको के भयो अरे अनि यतापट्टि हुनुहुन्छ हाम्रो हजुर हजुर नमस्कार हजुर पाण्डु होइन पाडेको अब एउटा चिज म देखाउँछु है साथीहरूलाई हेर्नुहोस् है यहाँबाट यस्तो झ्याल छ यो झ्यालबाट चाहिँ सारा संसार देखिन्छ यहाँबाट हेर्नुहोस् त यहाँ ल पाहाडे तलबाट बौलाउँदैछ हामी बसेको ठाउँ यही हो कति राम्रो छ हेर्नुहोस् त है मर्निङ भ्यू चाहिँ यहाँबाट एकदमै राम्रो यहाँ माथिबाट नभे हेर्दैछ ठिक छ यस्तो रमाइलो छ कि गाउँ हेर साथीहरू वाह यार ओ त्यहाँ जानुपर्ने ठाउँ चाहिँ त्यहाँनिर हो नि कस्तो दामी ठाउँ रहेछ है साथीहरू ल अब हामी फर्किन लाग्यौँ है यति बेला अहिले ठ्याक्क बज्यो 1 बजे 2 बज्न लाग्यो अनि अब ट्याक्टुक
अनि साथीहरू ब्यागहरू सब प्याक गरेर हामी निस्किरहेका छौँ। अब त्यही बाटो फर्किनु एकदमै रमाइलो भयो एडभेन्चर रमाइलो ठाउँ। तपाईँहरू पनि आउनु होला इन्जोय गर्नु होला होइन। म चाहिँ ग्रुपको कोषाध्यक्ष कोषाध्यक्ष अब उहाँले अलिअलि पैसा म चाहिँ ग्रुपको अध्यक्ष तर केही खर्च गर्न भने चाहिँ मरिजाउँ त्यस्तै भयो र रमाइलो भयो सम्पूर्ण समग्रमा। अब हामी फेरि यस्तै भिडियोहरूलाई अनि केपी शर्मा ओलीले जितेको छ फेरि ठिक छ जितोस् केही छैन है। लगाइस त्यही नै हो। अब हेर्दै गर्नु होला स्टे ट्युन है। बाई सी यू नेक्स्ट ब्लग।